यो नेपाली कांग्रेसका उम्मेदवार डाक्टर शेखर कोइरालाको मोरङ क्षेत्र नम्बर 6 को यो के गर्यौँ हामीले भनेर उहाँहरूले भन्नुभएको कुरा छ। अब यसमा तपाईँले हेर्नुभयो भने यस्ता यस्ता हाँसउठ्दा कुराहरू यसमा लेखेका छन्। साना साना विकास निर्माणका कामहरू हैन, जस्तो तपाईँलाई उहाँहरूले आफ्नो मेयर हुने बित्तिकै विराटनगरमा आफ्नो मेयर छन् भन्ने बित्तिकै विराटनगर महानगरपालिकाले गरेको सबै काम उहाँहरूको छ। यहाँनिर उहाँहरूले आफ्नो भनेर गर्नुभएको छ हैन। अरू कतैतिर भएको जस्तो विराटनगर 11 मा एमालेका तपाईँलाई चाहिँ वडाध्यक्ष छन्। अब त्यहाँ कालोपत्र गरेको कुराको जिम्मा उहाँहरूले लिनुभएको छ। अब यो के आधारमा यो बनाइएको भए जति सबै विकास काम त यसरी त कुनै न कुनै आधारमा त उहाँहरूको जोडिन्छ, कि त मेयर हुन्छ कि त वडाध्यक्ष हुन्छ, कि त भएन भने उहाँहरूको क्षेत्रमा पर्छ। त्यो आफ्नो क्षेत्रमा भएका सबै विकास निर्माणको जिम्मेवारी चाहिँ उहाँहरूले लिने हो भने, यसको श्रेय आफूले लिने हो भने चाहिँ त्यो ठाउँमा भएका नराम्रो कुराहरूको चाहिँ कसले लिने त? सम्पन्न बस्ती जस्तो यहाँ सम्पन्न बस्तीमा चाहिँ खानेपानी आयोजना बनाइयो भनेर यहाँनिर यसको श्रेय लिनुभएको छ विराटनगर वार्ड नम्बर 12 मा। तर सम्पन्न बस्ती हरेक वर्ष डुबाउँछ। त्यहाँबाट हरेक वर्ष मानिसहरू चाहिँ बाढी छल्नको लागि चाहिँ आफ्नो सबै पोको पन्तेरा बोकेर चाहिँ त्यहाँबाट अर्कोतिर बसाइ सरेर आउनुपर्ने अवस्था हुन्छ। त्यहाँ गएर उद्धार गर्नुपर्ने अवस्थाहरू हुन्छ। त्यो ठाउँ त्यस्तो हुनुको जिम्मेवारी चाहिँ कसले लिने त? श्रेय लिनको लागि हाम्रो नेपालमा एकदम सजिलो छ। अनि यति धेरै यो जसले गरेको काम भए पनि गरे पछाडि चाहिँ भोट चाहिँ यसमा दिनुपर्ने अरे। रमाइलो छ देश।